मेरो टिकट आइसकेको छ। हामी चाहिँ 3 बजी भित्रबाट निस्क्यौँ अनि अहिले चाहिँ बाटोमा छ। भित्र जाने बाटो चाहिँ भित्रबाट जाने बाटो चाहिँ क्रान्तिकारीसम्म पुगेको छैन। एमजीले टर्चर गरेको भातबाट दही खाना रहेछ। सरी दही खाना माछा खाना कति सुधो पाराले नि मासु खाना अरे मासु खाना भनेको चाहिँ के हो? मासु कुन मासु? मासु भने कुखुराको चिकन। ए नक्सा रहेछ सबै के होला? मेरो चाहिँ मासु खाना भनेको कुखुराको। यो चाहिँ भ्यू पोइन्ट यहाँबाट चाहिँ दिक्तेल बजारहरू देखिन्छ। दिक्तेल बजार हामी अघि त्यहाँबाट आएको है त। यो पारिपट्टि गाउँबाट हामी बजार जानुपर्छ। यहाँ माथि टुप्पामा बजार हो। यति चाहिँ उतापट्टि आएको 250 अरे कि जोडीको 300 बाध्दै दुधै लिएर आएको। नरियल त केही त छैन भन्दै बादमा के भन्नु सम्झाइदिएको नि। हलेसीको चाहिँ फाइनली हामी हलेसी गो मन्दिरतिर लाग्दैछौँ। हजुर फर्काउनु त पर्छ। त्यसरी 250 भन्दै थियो। ल हुँदैन दाइ भन्दै जोडीको होइन म यही बस्दै गएर होला। ए को माथिसम्म त लाँदा हुँदो रहेछ सफा। राख्नु न हातहरू धुने पानी छ। ए हात आउनु आउनु नगर्नु ढिलो हुन्छ। चप्पलहरू राख्ने जग्गा कता पो जानु पर्थ्यो? कोपा अगाडिबाट कता हो? कता जानुपर्ने? हलेसी बजार हलेसी मन्दिर कता भित्र? यता भित्र है गुफा। तल गुफा चाहिँ गुफामा जाउँ न। आएको कि भुल्यो नि अब त। अच्छा आइपुगेको छ महादेव दर्शन गर्न जाने बाटो, भित्र जाने बाटो। अब यहाँ खिच्नु दिन्छ हिन्दूको, यहाँ चाहिँ बुद्धिस्टहरूको। यहाँ चाहिँ हिन्दू यो लगेपछि गुरुजीले थापेर पूजा गरिदिनुहुन्छ। अनि आएपछि पार्वतीको दर्शनहरू छ। अनि यता बुद्धिस्टहरूको लागि मङ्कहरू बस्नु भएको छ। फोटोग्राफी नट अलाउड। माथि आएर खिचेको यस्तो छ। यसको माथि चाहिँ यस्तो छ। धुप बाल्नु चाहिँ अब जति सक्दो तल हाम्रोमा सामान पलिट चढाइदिनु भयो। अब चाहिँ रहेको चाहिँ यहाँ हामीले धुप बाल्ने उयो अगाडि किन टिटा पनि बालेको म बाँध्दो रहेछ हो रहेछ घन्टीमा। यहाँ माथितिर आमा गणेश भगवान रहेछ। रहेको सामानहरू उठाएर अनि यो चाहिँ गणेश भगवानकोमा
अलिअलि प्रार्थना गर्नुहोस् भगवान्लाई। आमा के सोचेर है यहाँ ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। टिका लगाइसक्यो आमा भ्याउँदैन त्यो घन्टी ढिलो भयो ढिलो लगाइसक्यो टिका सिका। अब चाहिँ हामी गएको किन्नु पऱ्यो पूजाको के सामानहरू होइन मनोकामना जस्तो रहेछ नि बाटोभरि किन्ने हो। चलो गुम्बा जान टाइम पाएन छेउमै अब चाहिँ हामी फर्किँदैछौँ। किलो हऱ्यो सानो ठुलो दुइटै। यो हरियो खानु त कति गुल्ले छ यो हरियो चाहिँ ल भाइ खाउँ त आधी दियो उगाउनु साग एकदम मिठो हुरे भइगयो हरियो चाहिँ खानु पहिला छान्नु है तपाईँ चाख्नु त्यस्तै मिठो मान्छ उहाँमा। अहिले चाहिँ अब हामी हर्कपुरमा आएर चाहिँ माम भोजन ग्रहण गर्नु गएर गुड आफ्टरनुन। बर कसरी हेऱ्यो बर 40 रुपियाँ होइन कसरी किलोको कति अरे 80 भनेको होइन। यो खोलाको नाम के हो रोसी खोला। यो माथि चाहिँ कहाँबाट जाने बाटो बन्द भएको नेपाल छ यो दुम्जा दुम्जा गिर्जा प्रसादको गाउँ हो यो माथि ए गिर्जा प्रसाद गाउँ। सरिफा 200 रुपियाँ किलो अर्को चाहिँ 150 अरे। सरिफा चाहिँ किनियो हलिसीको टिका त कति लाग्यो अस्ति पाकर भित्ताबाट हामी दिक्तेल पुग्दाखेरि 19 घन्टा लगभग लाग्यो। 3 बजी चढेको बिहानको 9 बजी पुगेको थियो। अनि अहिले हलिसीबाट सरी दिक्तेलबाट रिटर्न आउँदाखेरि ब्याक टु कालिम्पोङ चाहिँ हामीलाई लाग्यो 9 घन्टा भयो। 9 घन्टा बेसी 10 घन्टा जस्तो भयो 10 घन्टा 12 घन्टा पुग्छ ए लु 12 घन्टा टक्कै लाग्दो रहेछ है लु। अस्ति चाहिँ बसमा चढियो अनि अहिले अस्ति 18 घन्टा लाग्यो अनि अहिले चाहिँ 12 घन्टा दिक्तेलबाट काठमाडौँ आउन टाटा सुमोमा। मेन बेसी चाहिँ तल त्यो अस्तिको के खोला रौस के अरे खोला हजुर अस्ति खोला के हो तल खोलामा सप्तकोशी दुधकोशी खोला अस्ति त्यो बगेको थियो नि त होइन फेसबुकमा दिएको थियो त्यो खोलामा लिएको त होइन त्यो अघि त्यो खोलाको बगेर हिँडेको खोला हो रोसी खोला हजुर त्यो रोसी खोलामा निकै टाइम लाग्दो रहेछ नि त। रोसी खोलामा चाहिँ त्यो बाटो सबै रोड बगेर गएको हुनाले खोलाबाट हिँड्नुपर्ने रहेछ र धेरै जाम त हुँदैन बिस्तारै गाडी कुद्छ। अनि फिलहाल चाहिँ अहिले काठमाडौँ आइपुग्यो मेन माथि पुगेको छैन काठमाडौँ मेन सिटीमा चाहिँ। अनि त्यो भएर अहिले जाम लागिरहेको छ यो अफिस छुट्टी टाइम रहेछ कि त्यो भएर चाहिँ जाम लाग्दो रहेछ पुरा हाम्रो गान्तोकमा जस्तै। अनि त्यो भएर गान्तोकमा बिस्तारै स्लो मोसनमा जानुले गर्दाखेरि टक्कै यहाँ चाहिँ सधैँ नै जाम लाग्ने गर्दो रहेछ नि त। अनि अब हामी 12 घन्टा टक्कै माथि काठमाडौँ मेन सिटीमा पुग्नेछौँ। टाटा सुमोमा झर्दा चाहिँ जडीबुटी भन्ने जग्गामा झर्नुपर्ने रहेछ। अनि यहाँबाट चाहिँ अर्को ट्याक्सीमा चढ्नुपर्छ। बसमा आयो भने चाहिँ निकै अझै धेरै अझै निकै अगाडि रोकिदिँदो रहेछ नि त। टाटा सुमोमा आउनु फाइदा रहेछ।